जस्तै यो पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ, जुन राजनीतिक उथलपुथल भइरहेको छ हैन? अहिले यसलाई हामीले दुईटा, एउटा वस्तुगत रूपले चाहिँ नेपालमा जो संसदीय गणतन्त्र संसदीय व्यवस्था चाहिँ असफलतातिर गयो, दलका नेताहरू र दलहरू जसले जनतालाई सेवा गर्ने कुरामा, सुविधा उपलब्ध गराउने कुरामा होइन, समाजलाई रूपान्तरण गर्ने कुरामा असफल जस्तो भए, त्यसको प्रतिक्रिया हो एउटा। दोस्रो कुरा चाहिँ के हो भने यो व्यवस्था नै यस्तो हो कि यो चाहिँ अधुरो छ। पहिलो संविधान बनाउँदाखेरि नै विवादहरू भयो होइन, जनताको अधिकारदेखि लिएर राष्ट्रको स्वाधीनताको कुराहरू, जनताका जनजीविकाका कुराहरू जो छन् ती कुराहरू यो व्यवस्थाभित्र समेटिएका छैनन्। यसो त्यस कारणले पनि यो समस्या आएको छ। यो व्यवस्था नै चेन्ज हुनुपर्छ भन्ने हो यहाँको धारणा? सायद हेरिसक्नु होला, हामीले धेरै पहिलेदेखि यो व्यवस्था चाहिँ अपूर्ण छ, यो जनताको बनिसकेको छैन। गणतन्त्र चाहिँ हो तर जनताको गणतन्त्र बनाउने चाहिँ काम चाहिँ पुरा भएको छ। जस्तो यो जुन राजा सक्रिय भएका छन् नि पछिल्लो समय, मैले ठ्याक्कै इङ्गित गर्न खोजेको चाहिँ यो व्यवस्था अपुरो भयो भन्ने कुरा त यहाँले राख्नुभयो। जुन राजा सक्रिय भएर अहिले राजालाई चाहिँ फेरि पुनर्स्थापित गर्नुपर्छ भनेर एउटा समूह लागेको छ नि, यो कुरालाई चाहिँ कसरी हेर्नुभएको छ? होइन, यो असन्तुष्टिबाट पैदा भएको कुरालाई हामीले स्वाभाविकै हेर्ने कुरा भयो। तर चाहिँ उहाँहरूले जो राजा चाहिन्छ भन्ने जो साथीहरूले त्यतिले तर्क गरिरहेका छन्, त्यो हाम्रो भनाइ के छ भने राजतन्त्रबाट त गणतन्त्रमा आउने प्रगतिको कुरा हो। सामन्तवादको अन्त्यपछि पुँजीवादमा आउने कुरा प्रगतिशील कुरा हो। त जनताले चित्त नबुझेको कुरा त यो व्यवस्थाले पनि उनका आवश्यकता र आकाङ्क्षाहरू अपेक्षाहरू पुरा गरेन भन्ने हो नि। त्यस हिसाबले योभन्दा अग्रगामी व्यवस्थामा जानुपर्छ, त्यो समाजवाद हो हामीले त भनेको। भनेपछि राजा पनि ठिक छैन, अहिलेको व्यवस्था पनि ठिक छैन भन्ने हो यहाँहरूको स्पष्ट धारणा? हामीले पहिला नै अब घोषित ढङ्गले आफ्ना प्रस्तावहरू हालिसकेका छौँ। समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा पनि हो, माग पनि हो, आवश्यकता पनि हो। जनताको पक्षमा जुन केही दिन अगाडि एउटा जनलहर देखियो राजाको पक्षमा, जनताहरू नै उत्रिए। अब यदि जनताहरूले चाहेर राजाकै पक्षमा फेरि वकालत गर्न थाले भने तपाईको पार्टीले तपाईँले के निर्णय लिनुहुन्छ त्यति बेला? होइन, जनलहर भनेर पनि त्यो भन्न मिल्दैन। मान्छे सङ्ख्या घडबड भएको हो होइन। नेपालमा त 2.5 करोड जनता छन्, 3 करोड त जनसङ्ख्या हो, 2.5 करोड जनता छन्। काठमाडौँमा उत्रेको सङ्ख्या पुरा भयङ्करै भयो भन्ने कुरा पनि केही छैन। तर असन्तुष्टि बढेको, जनता सङ्ख्यात्मक ढङ्गले अलिक धेरै सहभागी भएको कुरा साँचो हो। तर गणतन्त्र र समाजवादको पक्षमा त असङ्ख्य छ नि, 65% 70% जनता त समाजवादको पक्षमा छ नि। भनेपछि यो राजाको सक्रियतालाई के भनेर बुझ्ने त अब आम जनताले? अहिलेको नेपालको असन्तुष्टिबाट आफ्नो पराजित भएको होइन, पराजय भोगेको राजतन्त्रले फेरि बौरिने प्रयत्न गरेको मात्रै हो। राजा र राजावादीले यदि कुनै दिन तपाईँसँग सहकार्य गरौँ, तपाईँ मलाई अहिले समर्थन गरेर जानुस् भनेर भन्नुभयो, त्यस्तो प्रस्ताव आयो भने त्यति बेला के गर्नुहुन्छ? समाजवादमा आउनुहोस्, समाजवादलाई सहयोग गर्नुहोस् भनेर हामीले भनेकै छौँ। तपाईँको पक्षमा जाँदैनौँ, तपाईँ चाहिँ हाम्रो पक्षमा आउनुहोस् भन्ने हो? पक्षको कुरा उहाँको हाम्रो भएन कि नेपाली जनताको आवश्यकता भनेको समाजवाद हो। समाजवादमा सबै जान तयार भएपछि राम्रो हुन्छ। जस्तो अहिलेको यो जुन सरकारले गरिरहेको छ नि, जनताका पक्षमा जे जस्ता गरिरहेका छ र जनताले जसरी असन्तुष्टि व्यक्त गरिरहेका छन्, विशेष गरी देशकै नेतृत्व गरिरहेको प्रधानमन्त्रीको विषयलाई लिएर जुन एउटा असन्तुष्टि छ, यसमा चाहिँ तपाईँहरूका धारणाहरू खासै त्यति धेरै सार्वजनिक भइरहे जस्तो लाग्दैन। तपाईँहरू किन चुपचाप बसिरहनु भएको छ? तपाईँहरूले खोजिरहेको चिज त अझै प्राप्त भएको छैन, तर पनि जनताहरूले यो असन्तुष्टि चाहिँ एउटा देखाइरहँदा तपाईहरूले आफ्नो स्पष्ट धारणा चाहिँ किन सार्वजनिक गर्न नसकिरहनु भएको छ? होइन नि, तपाईँले सायद पढ्नु भएको होला। आज होइन नि, हामीले चाहिँ संविधान बन्ने बेलै यो संविधान अधुरो भयो भनेर हामीले विरोध गरेको। अब बहस हाम्रो पार्टीमा यति चर्केर गयो कि यो व्यवस्था र यो संविधानले जनतालाई सन्तुष्टि दिन सक्दैन, आवश्यकता पुरा गर्न सक्दैन, देशको स्वाधीनता रक्षा गर्न सक्दैन भनेरै त हाम्रो पार्टी लगभग विभाजित पनि भयो नि। हामी यहाँसम्म आएको छौँ। त्यसै हामीले त धेरै पहिला भनौँ न, के अरे 10-12 वर्ष अगाडि नै नेपालमा समाजवाद आवश्यक छ भन्ने कुरा उठाएको र जनता सबै यो व्यवस्थाबाट असन्तुष्ट हुँदै गर्दा त 10-12 वर्ष अगाडि नै नेकपाले उठाएको विचार र सोचसँग मेल खायो नि।
जस्तो प्रचण्डसँग बेला बेलामा तपाईँहरूको संवाद चलिरहन्छ अनि फेरि एकीकृत भएर जाने भन्ने पनि कुराकानीहरू आइरहेको छ। यो चाहिँ कतिको सम्भव छ? तपाईँहरू फेरि एकीकृत भएर एउटै फोरममा बस्ने सम्भावना कति देख्नुहुन्छ? त्यो पनि हामीले एकदम स्पष्ट गरेका छौँ। माओवादीहरू आफ्ना कमी कमजोरी सहित रूपान्तरित हुँदै गर्दा हुने स्थिति आउँदाखेरि हाम्रो एकता हुन्छ। हामीले रूपान्तरण र नयाँ प्रस्ताव सहित एकता भनेर आफ्ना विषय राखेका छौँ। त्योमा सकारात्मक छलफल चलिरहेको छ। प्रचण्ड कमरेडले पनि बाहिर हाम्रा केही कमजोरीहरू भएर हामीलाई सच्याएर एकताबद्ध हुनुपर्छ भन्ने कुरा राखिराख्नु भएको छ। त्यो सही कुरा नै छ। त्यसपछि गएर हाम्रो त फेरि त्यो मात्रै होइन, माओवादी मात्रै होइन, सबै कम्युनिस्ट पार्टीभित्र एउटा बहस गरेर 2006 सालमा जो एउटै कम्युनिस्ट पार्टी थियो त्यो बनाउनेतिर चाहिँ पनि हामीले सोच्नुपर्छ, आवश्यकता त्यो छ भन्ने हामीले राखेको छ। जस्तो तपाईँहरूसँग सबै कम्युनिस्टहरू एक हौँ, अब चाहिँ यसरी एकीकृत भएर जानुपर्छ भनेर तपाईँहरूले चाहेको कुरामा उहाँहरू चाहिँ एग्री हुनुभयो भने तपाईँहरू एकीकरण गर्न सक्ने सम्भावना चाहिँ छ? निश्चय नै। हामीलाई समय दिनुभयो त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। एकदम धन्यवाद। छोटोमा कुरा भयो, धन्यवाद।